कस्तो लाग्छ? मलाई राम्रो लाग्छ। काम गर्दा लाग्यो एकछिन रेस्ट गर्नु पर्यो। कता हो? चिप्लो छ लड्ला भन्ने डर। चप्पल आज नआयो हुन्छ सर। सकिन आँट्यो नि यहाँ आमा। हाम्रो देशको प्रधानमन्त्री को हुनुहुन्छ अहिले थाहा छ? बाले शाह। कुन पार्टीको? घन्टी पार्टीको। अनि उहाँले गरे उहाँलाई चिन्नुहुन्छ? कस्तो रूपमा चिन्नुहुन्छ? उहाँ को हो, कस्तो हुनुहुन्थ्यो, पहिला के हुनुहुन्थ्यो, सबै थाहा छ? थाहा छ। भन्नु त। पहिला त्यहीँ काठमाडौँ भेलीमा काम गर्नुहुन्थ्यो। के काम गर्नुहुन्थ्यो? राम्रो गर्नुहुन्थ्यो। के काम गर्नु थाहा छ? खोइ के काम गर्नुहुन्थ्यो त्यो चाहिँ याद भएन इन्जिनियर हो उहाँ। काठमाडौँको पहिला मेयर हुनुहुन्थ्यो। हो चिन्छु। कालो चस्मा लाउनुहुन्छ, कालो लुगा लाउनुहुन्छ। सबैले म जनताले मलाई चिनेको छैन, मैले गरेको काम राम्रो भयो भएन भन्नुहुन्छ। म सुन्छु, देख्छु। मोबाइल हेर्नुहुन्छ? मोबाइलमा हेर्छु म। यहाँ यतातिर नै आउनु भएको थियो नि? यता दिन आउनु भएको थियो, सुकुटी नै आउनुभएको थियो। हामी त बाटोमा बसेको थियौँ। अब गाडीमा धेरै बेर रोकेर बस्नु भयो, सरासरी जानुभयो। अनि बाटोमा चाहिँ घन्टी सबैले बजाए। हजुर नि बजाउनु भयो? सुकुटीमा बजाए बजाए भनेको। अनि उहाँको अहिलेको जुन प्रधानमन्त्रीको कार्यकाल लगभग 2-3 महिना भयो नि त, कस्तो लाग्छ त? मलाई त राम्रो लाग्छ। राम्रो लागेको छ? राम्रो लाग्छ। काम गर्दै आउन्, हाम्रो यहाँ सुकुटीतिर नै घुम्न आउन्, हामीले देख्न पाइयोस्, हामीले केही स्वाद गर्न पाइयोस्। अहिले 3 महिनाको कार्यकाल कस्तो छ? अहिले राम्रै छ, राम्रै हुन्छ। अनि उहाँलाई चाहिँ अब यो भिडियोमाबाट केही मेसेजहरू दिन पऱ्यो भने हजुरको केही छ? के भन्नु चाहनुहुन्छ? मेसेज गरेर होइन, यहाँ मेसेज भन्नलाई क्या? ए भनेर आउँछ। भन्नलाई के भन्नुहुन्छ त? राम्रो गर्नु होला, हाम्रो देशमा नै आएर यसो बोलिदिनु होला। हाम्रो देशै त हो नि। हामीलाई नि चिना पर्चा गरिदिनु होला। व्यक्तिगत त कहाँ गर्नुहुन्छ र होइन? व्यक्तिगत सबैले प्रतिगत साध्य हुँदैन। सुख शान्ति विकासको काम गर्नु, विकासको काम गर्नु, काम गरेर देखाउनु, राम्रो होस्। हतार नगर्नु, बिस्तारो नआत्तिकन गर्नु होला। अरूले खुट्टा तान्छन्, खुट्टा ताने भएर नदौड्नु होला। राम्रो काम गर्ने खुट्टा त तान्छन्, विरोध पनि गर्छन्। विरोध गर्छन्। घन्टे भनेर पुरा विरोध गर्छन्। घन्टे रे घन्टी भनेर विरोध गर्छन्। अनि उहाँ चाहिँ त्यति बोल्नुहुन्न भन्नुहुन्छ है? के लाग्छ त? बोल्न मलाई बोल्न चाहिँ बोल्नै पर्ने कक्षा पर्छ भन्नुहुन्छ। अब बोल्नु त पऱ्यो नि, अब नेता भएछ। होइन उहाँले नि बोल्दिनँ भन्छु, बोल्नै पर्छ भन्नुहुन्छ होइन? अनि अरू नेताहरू, अरू पार्टीहरूले चाहिँ पटक्कै नबोल्ने खालको नेता भनेर चाहिँ उहाँलाई मन पराउँदैनन् क्या, बोलेन भनेर। के भन्नुहुन्छ तपाईँ? बोल्नुहुन्छ त नि, बोल्नुहुन्छ नि। धेरै बोलेर के फाइदा हुने? चाहिएको कुरा बोल्ने, बढी कुरा किन गर्नु? विरोधीले चाहिँ जे गर्दा पनि विरोध गरिहाल्छ। विरोधीले विरोध गरिहाल्नु। राम्रो काम गर्ने खुट्टा तान्छन् नि। अब विरोधै गर्नलाई त राम्रो गरेर विरोध गर्छन्, नराम्रो गरेर जे गर्नु। भाँचिन्छ नि। पुरै धमाधम पुरै व्यस्त हुनुहुन्छ दिदी? घर खाना पकाएर खेतानालाई चिया दिएर आफू नि खाएर बिउ पकाएर अब रोप्न जाने, त्यसपछि आएर खाने। अनि दाइहरूको के छ त हालखबर? खै बरातिरका हाल जेठा बुहारी भाइ बुहारी आइपुग्यौँ। उहाँहरूलाई केही छ भन्नुपर्ने कुराहरू? राम्रो छ, बस्नु बुढाबुढी। त्यसपछि चाहिँ म पनि त्यहाँनिर जुट्ने ठाउँ
है ट्र्याक्टर जोतिरहेको ठाउँमा मलाई चाहिँ एकदमै जोत्न रुचि लागिरहेको थियो, इन्ट्रेस्ट लागिरहेको थियो। अनि मैले जोत्ने दाइलाई चाहिँ म पनि जोत्छु नि दाइ भनेर भनिसकेपछि उहाँले चाहिँ एकदमै खुसी साथ दिनुहुन्छ कि जहिले पनि सपोर्ट गर्नुहुन्छ उहाँ दाइले। 60 मैले भने ठाउँको दाइ हुनुहुन्छ, उहाँको नाम चाहिँ सुकुराज माझी हो। एकदमै सहयोगी हुनुहुन्छ र हाम्रो खेतमा चाहिँ लगभग 4-5 वर्ष भइसक्यो उहाँले गर्दै आउनुभएको छ, खेत रोपाइँमा सहयोग गर्दै हुनुहुन्छ। अनि मैले उहाँलाई अलिकति गरिसकेपछि बोलाएँ। अब मैले चाहिँ त्यति धेरै अनुभव छैन, निकै नै गाह्रो हुने रहेछ। अनि दाइ तपाईँले नै गर्नुहोस् भनेर उहाँलाई चाहिँ छोडिदिएँ। अनि उहाँले चाहिँ कस्तो मजाले गर्नुभयो, धेरै धेरै धन्यवाद छ। आउँछ के हो दाइ आएछ सबैले आएको ए के छ त भाइ हालखबर ठिक छ होइन? ठिक छ होइन? ठिकै छ, काम गर्न आइছো, अब पसिना आइछ, ठिकै छ भन्नु। ठिकै छ, रमाइलो भइरहेछ रमाइलो त अहिले। रमाइलो चिजहरू अघि खानुभयो नि त, अब अझै रमाइलो हुन्छ। अनि त्यसपछि त्यहाँ काम गरिरहनु भएको दाजुभाइहरूसित गफ गर्दै गर्दै जिस्किँदै ठट्टा गर्दै अनि उहाँहरूको गाउँको अनि उहाँको आफ्नो बारेमा पनि जानकारी लिँदै म चाहिँ उहाँहरूसँग काम गर्दै थिएँ। फुल रोप्नु सक्छ त? कमला के अरे सपना चाहिँ तल तल खेतमा रोपे हुन्छ कि? ए ल ल ल ल यो वर्षको रोपाइ गर्न कतिको एक्साइटेड हुनुहुन्छ दिदी? पहिला नै एक्साइटेड थिएँ, पहिला नि अहिले नि एक्साइटेड हुनुहुन्छ? अहिले 2 साइडेड हुनु पर्थ्यो नि त दिदी। यसपालिको रोपाइ गर्न कतिको एक्साइटेड हो सपना? हाम्रो बहिनी हो, कतिको एक्साइटेड छ रोप्नलाई? एकदमै एक्साइटेड छु। आज कम्पिटिसन गर्ने हो त? कुस्ती दिन्छ त? ल है त ल। पछि यो बाटोमा 3-4 चोटि भन्दा कति 10 चोटि हिँडिहाल्छ क्या, 3-4 चोटि हिँडेकै रहेछ यो बाटो त। यो बाटो खुट्टा घाम लाग्छ क्या। कसरी भन्नु नि दिदी? बिग्रियो है? यहाँ केही न केही गडबडी हुन्छ हाम्रोमा आएपछि। के भयो के भयो? भाँच्यो के भयो? के बिग्रिँदै? कहिले यहाँ बोल्टु हराउँछ, फेरि पानी पर्यो। फेरि पानी पर्यो। लाइट लाग्ला त्यसरी पानी पर्छ। कस्तो गर्नु त? कसरी बिउ काट्ने अब? बिउ काट्न गाह्रो हुन्छ अब पानी पर्यो। कस्तो गाड्यो फेरि? तपाईँ किन लाएर पानी आउँदैन? टेकार राखेर आउँछु। हेलो साथी, ओ साथी, हेलो साथी हो, हेलो साथी हो, छाता उडेर कता हो? हेलो साथी हो, छाता उडेर कता हो?
हेलो साथीहरू कता हो हिँडेर बाटी तुलसी साटी फुलाउने चुवाको धन फुलाउने चुवाको कार्तिकी माथि छाप्टिकी लाउँदा केराउरो सुवाको हरि हो राम्रो सुवाको हरि हो राम्रो सुवाको सासै त आउँदैन साह्रो भएर कि